मेरो गोप्रो हैन सो हेर्न सक्नुहुँदैछ म अहिले यसमाबाट ब्लगिङ गर्दैछु। हेलो गाइस, वेलकम टु माय न्यू ब्लग। आजको ब्लगमा हामी सफा गर्दैछौँ। सो अहिले हामी घरतिर छौँ हैन। अब हामी बाहिर पनि आउनु लाग्दैछौँ। सो अहिले हामी इन्भाइरोमेन्ट पनि हेर्छौँ बाहिरको हैन। सो अब जाँदैछौँ। ओके, अब अगाडि हेर्दै जानु। यो मेरो मोबाइल हो हैन। सो यसबाट हैन। अब यहाँ हेर्न सक्नुहुँदैछ। यो म अहिले गोप्रोबाट ब्लगिङ गर्दैछु हैन। यो चाहिँ मेरो अब हेर्न सक्नुहुन्छ। यो चाहिँ मेरो गोप्रो हैन। सो हेर्न सक्नुहुँदैछ। म अहिले यसबाट ब्लगिङ गर्दैछु। A few moments later. अहिले म बाहिर आइसकेको छु हैन। सो हेर्न सक्नुहुँदैछ। म यहाँ बाहिर आइसकेको छु हाम्रो गार्डनमा हैन। सो अहिले म बाहिर आइसकेको छु। म गोप्रो पनि लिएर आएको छु। गोप्रोबाट पनि फुटेज निकाल्ने छु। म त्यहाँ लेखिदिन्छु कुन गोप्रोको हो, कुन मोबाइलको फुटेज हो। ओके, अहिले हामी यहाँ हेर्न सक्नुहुँदैछ। यहाँ इन्भाइरोमेन्टतिर छौँ। यहाँ हेर्न सक्नुहुँदैछ। हाम्रो घरमा धेरै प्रकारका रुखहरू, कटहर, फलफुलहरूका धेरै प्रकारका रुखहरू छन्। मेवा पनि छ अनि यहाँ हाम्रो फुलहरू छन् हैन। यो हाम्रो अहिले इन्भाइरोमेन्ट हामीलाई सास लिन पनि धेरै अप्ठ्यारो हुँदैन हैन। सो अहिले हामी यहाँ हेर्न सक्नुहुँदैछ। यहाँ इन्भाइरोमेन्टहरू छ हैन। अब अगाडि हेर्दै जानु। म गोप्रोबाट पनि भिडियो बनाउने छु। A few moments later. आजको लागि यति नै ब्लग। सो थ्याङ्क यू फर वाचिङ हैन। मेरा नयाँ च्यानलमा हुनुहुन्छ भने लाइक सब्सक्राइब पनि गरिदिनु होला हैन। छिट्टै लाइक सब्सक्राइब गरिदिनु। मलाई पनि धेरै ठुलो युट्युबर बन्न मेरो लक्ष्य छ। ओ भाइ मारो मुझे मारो मारो मुझे मारो मारो। तपाईँहरू सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ दिस भिडियो।